नमस्कार दर्शक वृन्दहरू, स्वागत छ नेपाली कथामा। नेपाली कथामा आज नेपाली दन्ते कथा छट्टु स्याल र महादेव भन्ने शीर्षकको कथा लिएर आएको छु। यस कथाको संकलक बोध विक्रम अधिकारी हुनुहुन्छ। एक गाउँको आसपासमा एउटा बडो छट्टु स्याल बस्दो रहेछ। आहाराको खोजमा जब जंगल पस्न उसलाई गाह्रो लाग्यो, ऊ सट्ट गाउँमा पस्दो रहेछ। चिलायो चिलायो भनेर एउटा कुनाबाट कराउँदो रहेछ। अनि जब गाउँलेहरूले माथि आँखा लाए कि सुटुक्क एउटा कुखुरा च्यापेर कुद्दो रहेछ। बेलुकी पख गाउँलेहरूले कुखुरा गन्दा त एउटा न एउटा कुखुरा घटिरहेको। त्यो देखेर गाउँलेहरूले सल्लाह गरे, अब भएन, हामीहरूले माथि हेर्दा तलबाट अरू कसैले कुखुरा लैजाँदो रहेछ क्या र। अब चिलायो चिलायो भनेको सुन्दा माथि हेरेको जस्तो मात्र गरेर तलतिरको रखबार गर्नु पर्यो। एकचोटि पल्केको मिल्के घरिघरि चिल्के। अर्को दिन पनि स्याल आउन किन चुक्दथ्यो। चिलायो चिलायो भनेर साबिक बमोजिम जस्तै जब कुखुरालाई गाँजेथ्यो, गाउँलेहरूले उसलाई पक्रिहाले। एउटा डोरीले उसलाई चौखिर्याएर उनीहरूले घिसार्दै लगे। स्याल पनि ढुङ्ग्यानको बाटोबाट लैजाँदा आहा क्या सन्चो भयो भन्दो रहेछ। चौरको बाटो लैजाँदा मरे मरे भन्दो रहेछ। यस बाजीलाई शास्ति दिनै पर्छ भनेर उनीहरूले चौरको बाटोबाट घिसार्दै लगी एउटा मूल बाटो नेरको रुखमा उसलाई टस्याई त्यही रुखको फेदमा यो चोर स्याल हो, यसलाई यी बाटो हिट्नेले एक घुस्सा दिनु भन्ने बेहोराको एउटा पुर्जी टाँसी उनीहरू घर फर्केछन्। त्यो बाटो जो आउँछ त्यो पुर्जी पर्दो रहेछ। अनि यो चोर स्याल रहेछ भनी उसमाथि एक मुक्की कस्तो रहेछ। यसै हुँदा हुँदा त स्याल कुखुरा खाँदा जति मोटाएको थियो, मुर्की खाँदा त त्यसको डबल मोटाएछ। यही बेलामा एउटा भालु आइपुगेछ। भालुलाई देख्न साथ स्यालले चचच हुई कस्तो रमाइलो भन्न थाल्यो। एकछिन भालु छक्क परेर हेरिरह्यो। अनि उसलाई पनि पिङ खेल्नको साह्रै इच्छा भएछ र ऊ भन्दो रहेछ, स्याल दाई, ओ स्याल दाई, मलाई पनि एकछिन पिङ खेल्न देऊ न। स्याल भन्दो रहेछ, के भन्छ यो, कति दुःख गरेर खेल्न पाएको यो, तँलाई दिन्छु, हुँदैन जा। भालु भन्दो रहेछ, जनी गर्दाई एकैछिन मात्र। स्याल, भइगो लौ भइगो, यो डोरी फुकाइदे, तर एकछिन मात्र नि। भालु, हुन्छ दाई, म त्यसमा राजी छु। यति भनेर भालुले स्यालको डोरी फुकाइदियो। स्यालले उसलाई सोही डोरीले बेस्सरी कसेर म अलिकति पानी खाएर आउँछु है भनेर आफ्नो बाटो तताइहाल्यो। घाँटीमा सुर्क्याउने गाँठो पारेको बिचरो भालु के टिक्दथ्यो। एकैछिनमा क्लिक क्लिक गरी घुसार पन्जा लिइहाल्यो। अघिको गाउँतिर जान चेत बाबा काशी भएको त्यस स्यालले अब बसाइ सर्ने विचार गर्यो। जाँदा जाँदा उसले एउटा मरेको हात्ती फेला पारेछ। त्यत्रो अगमको शिकार फेला पार्दा कैयन दिनको भोको स्यालले रियाल काट्न थाल्यो। बेस्सरी पानीमा ढाडिएको हुनाले हात्तीको गुद्वार पनि भङ्ग भएको थियो। त्यसबाट भित्र पसी स्यालले हात्तीको मुटु कलेजो लुस्न थाल्यो। अलिछिन के मजा लुटेथ्यो, तर के गर्नु, जब घाम चर्कँदै आयो हात्तीको गुद्वार पनि चराउँदै आएर आखिरमा बन्द भयो। स्याल फन्दामा पर्यो। खाउँ भने भित्र सबै सखा भइसक्यो, निस्को भने बाटो बन्द भयो। जुग बुढ्यो भनेर हात्तीको सुकेको छलामा नङ्ग्राले ख्यार ख्यार गर्दो रहेछ। यस्तैमा महादेव र पार्वती त्यही बाटो गरी आउँदा रहेछन्। हात्तीको पेटभित्र जुग बुढ्यो भन्दै ख्यार ख्यार गरिरहेको सुनेर महादेवले भने, यो के हो, भित्र को कराउने? स्याल भन्छ, तको होस् नि। महादेव, तको भन्न। स्यालले फेरि भन्छ, त भन्न त। महादेव, म त महादेव हुँ। स्याल, हात्तीको छाला उडेर बस्ने पो महादेव। महादेव भन्छन्, त पाजी के को महादेव? स्याल, लौ त महादेव भए पानी पार। लौ हेर भनेर महादेवले बेस्सरी पानी दर्काएछन्। जति पानी पर्दै गयो हात्तीको गुदार फुल्दै आयो। अब भने निस्कन सक्ने भए भन्ठानेर स्याल उही मलद्वारबाट के निस्क्यो, यो पाजी त स्याल पो रहेछ, यसलाई सजाय नदिई भएन भनेर महादेवले उसलाई लगार्न थाले। लगार्दा जब भेटिएला जस्तो भएथ्यो, स्याल एउटा पर्खालको पानीको निकासको पालभित्र सुत्त पसेछ। महादेवले पनि झटपट पालभित्र हात हाल्दा उसको खुट्टा फेला पारेछन्। अब बित्यास पर्यो भनेर स्यालले पनि रुखको जरा समातेर मेरो खुट्टा समाते भन्दो हो नि भनेर खित्का छाडेछ। हो क्या र भनेर महादेवले उसको खुट्टो के छोडेथ्यो, स्यालले फेरि सुई खुच्चा ठोकिहाल्यो।
अब यस्ता रीतले भएन भनेर महादेवले एउटा लिसोको बालक बनाएर त्यसको हातमा एउटा लड्डु हाली एक ठाउँमा राखिदिएछ। घुम्दै फिर्दै त्यो स्याल त्यसै ठाउँमा आइपुगेछ। हातमा लड्डु लिएको बालकलाई देखेर स्यालले ए ठिटा त्यो लड्डु मलाई दे भनेछ। तर ठिटाले जवाफ दिँदैन। दिँदैनस् भनेर स्यालले के एक थप्पड ठानेथ्यो उसको दाहिने हात ठिटाको गालामा टाँसियो। ए अर्को हात छैन र भनी देब्रे हातले हान्यो। त्यो पनि टाँसियो। हात नभए के लात छ नि भनेर एक लात मारेथ्यो, त्यो पनि टाँसियो। जब अर्को मार्यो स्याल चुमुक्क परिहाल्यो। अब फेला परिस् कि भन्दै महादेवले उसमाथि मुक्का बर्साउन थाले। अनि पार्वतीलाई दया लागेछ र महादेवसँग बिन्ती भाव गरी उनले स्याललाई छुटाई उसको चलाकी सम्झी उसलाई आफ्नै गनमा भर्ना